अब कोही पनि देशमा नडराउनुहोस्, नेकपा एमाले छ। नेकपा एमाले आफ्नो सम्पूर्ण शक्ति सम्पूर्ण क्षेत्रमा परिचालन गर्छ। देशमा अब उपरान्त कसैका घर जलाउन दिइने छैन, कसैका उद्योग जलाउन दिइने छैन, कसैका पसलहरू डिपार्टमेन्टल स्टोरहरू लुट्न दिइने छैन। नेकपा एमाले अब त्यसको प्रबन्ध गर्नेछ र कसैलाई असुरक्षित हुन दिइने छैन। Hardik IVF and Fertility Center, where miracles come to life. नेकपा एमाले सुरक्षा गर्छ, किनभने हामीले देख्यौं यस्तो परिस्थिति देशमा बन्यो, जनताको सुरक्षा आफैले नगर्ने हो भने सुरक्षा गर्न गाह्रो पर्ने रहेछ। सुरक्षाकर्मीहरूलाई पनि सुरक्षा दिन असहज परिस्थिति निर्माण गरिदो रहेछ, देखियो। सुरक्षाकर्मीहरूलाई प्यारालाइज गरिदो रहेछ। अब जनताको सुरक्षा जनता आफैले गर्नुपर्छ, त्यसको अगुवाई नेकपा एमाले गर्छ र जनतालाई नै सङ्गठित गरेर जनताको सुरक्षा नेकपा एमाले गर्छ। त्यस काममा युवाहरू अग्रभागमा रहनेछ।